एउटा जानकारीमूलक सूचना, तपाईँले इन्जिन बनाउँदाखेरि है, इन्जिन बनाउँदाखेरि यहाँ लोकल भेल भयो, पिस्टन भयो, हालेपछि के हुन्छ है, एकचोटि हेर्न सक्नुहुन्छ। त्यो एफजेड V2 को अहिले चाहिँ हामीले हाफ इन्जिन रिपेयर गर्न जाँदैछौँ। अब हाफ इन्जिन खोल्दाखेरि हामीले यहाँ एउटा कुरा हेरौँ, भेल चाहिँ लोकल थियो है, लोकल अनि लोकलमा पनि पुरै थर्ड क्वालिटीको भनौँ न, एउटा सोरुमको हुन्छ, एउटा बाहिरको राम्रो खालको हुन्छ, एउटा लोकल हुन्छ, अनि एउटा सबभन्दा खतम क्वालिटीको। यो सबभन्दा खतम क्वालिटीको एकचोटि हेर्न सक्नुहुन्छ। के भएको छ भनेपछि यो भेल माथिबाट हेर्न सक्नुहुन्छ। यो भेलको जुन टुप्पो हुन्छ, यो भेलको जुन टुप्पो हेरिराख्नु भएको छ, यो पुरै थिचिसकेको छ है। यो भेलको टुप्पो तपाईँको थिचियो भने हेर्न सक्नुहुन्छ, तपाईँको यो गाडी पनि बिग्रिन्छ। यो यतिकै निस्किँदैन, यतिकै हामीले यहाँ यसरी गरेर तान्दाखेरि हेर्न सक्नुहुन्छ, यतिकै यसरी तान्दाखेरि यो भेल निस्किँदैन। किनभनेपछि माथिको यसको माथिको टुप्पो थिचेर पुरै घाट खराब भइसकेको छ। त्यसले गर्दा बाइकमा तपाईँको कम्प्रेसर पनि लो हुन्छ होइन, भनेको जतिको पावर पिकअप हुँदैन है। त्यही भएर इन्जिन बनाउँदाखेरि ख्याल गर, अलिकति पैसा बढी लागोस्, सामान चाहिँ राम्रो हाल्न भन्नु मेकानिकलाई। अब यो हेर्न सक्नुहुन्छ, अब हामीले यसको हाफ इन्जिन खोलेको छौँ। रनिङ कतिको भएको छ भनेपछि म तपाईँलाई हेराइदिइरहेको छु। 30,732 है, 30,732 अहिलेसम्म सिल प्याक इन्जिन थियो। पिस्टन पनि स्ट्यान्डर्ड साइजको है, ल पिस्टन पनि स्ट्यान्डर्ड साइजको थियो। अब हामीले फाइनली यसमा बोर गरेर नयाँ पिस्टन, नयाँ भेल खतरासँग हालेर इन्जिन रिबुट गर्दैछौँ है। ल